ओम हरि ओम तत्सत् विष्णु ओम विष्णु 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 भूतिनाथ किं वर्तते अत्र आगच्छ। ओहो किं वर्तते तव कृते काष्ठमण्डप नगरात् एकं पत्रं वर्तते। ओहो आश्चर्यचकितं तव पुत्र प्रेमकुमारेण काष्ठमण्डप नगरात् प्रेषितम् इदं पत्रम्। ओहो नेपाली भाषां लिखति तं वाचयति। एषः नेपाली भाषामेव लिखितं वर्तते, परन्तु अहम् अतीव व्यस्तम् अस्मि। अद्य अन्यत् गृहे अपि गमितुं वर्तते। ओ मङ्गलासे मङ्गल दिन नम्बर ल साइकल भन्नु भन्ने बा ल ठिक छ, तपाईँ आइपुग्नु भएको छ। बुढालाई संस्कृत पढेर नेपालीमा संस्कृतमा उल्था गरेर सुनेन है। तपाईँ ढिलो छ कि हतार छ कि मलाई? म के ढोडहरुको चस्मा लाग्छ नि बुढोले रातो चन्दन प्लित्त मार लगाएछ सुटो त लास्ट हेर्नु लागेको भएछ नि बाघको त पहिलो छाला उडेछ। ल सुन तिम्रो छोराले पठाएको चिठी। पूज्य बुवा आमा सादर प्रणाम भाइ बहिनीहरू सबै मिच्ने भनेको नि तिम्रो संस्कृतमा नि पूज्य पितृ मातृ प्रणाम सन्तु है भगिना अनुजम लव भवन्तु भनेको। यहाँ बाटो ढुकेर बस्ने आवारा केटाहरूले चन्द्रकान्त बहिनीलाई असाध्यै लास दुःख दिन्छ होइन। कहिले आँखा झिम्गाउँछ, कहिले जिब्रो पड्काउँछ। संस्कृतमा चाहिँ एतेन प्रथम ढुकेसे मुन्द्रे जगल्टे जन्तु भगिना चन्द्रकान्तास्य चक्छु झिम्काउतामी टङ्कम पड्काउतामी भनेको। छोरी तरुण भएछ जिस्काउन थाल्यो टिटाहरूले। यो नेपाली नारीको फरिया चौबन्दी पटुका र घाँगरहरू हराए है त्यसको ठाउँमा चाहिँ लाज मर्दो मिनी स्कर्टले लिन थालेको छ अरे। एतेन नारी वस्त्रम फरियाम चोरिम घाँगरम पटुकाम बेपत्ता भवन्ती केवल 2 अङ्गुला सेलागु वस्त्रम गइरहन्ती लाज शर्मम पचाउती। यहाँका चेलीहरू अर्धनग्न भएर रात बिरात सडकतिर घुम्छन् हो। केटीहरूलाई साह्रै उत्तौलो कपडा लाउँछन्। एतेन बाइफाला साडा कन्याम रातम बिरातम फुटुपातम टहलती बेकार आए स्वीत पिडुलम प्रदर्शन गरती। बुझ्यो नि सुड्डा? बुझ्छ सुड्डो कम बाटो छ। यहाँ नाइटो देखाउनु सामान्य कुरा भइसक्यो। एतेन नाभि खोपिल्टम दर्शनम सिम्पलम भवन्ती। यहाँ मोङ्गीले आकाश छोइसक्यो। एतेन मूल्य वृद्धि गगन चुम्बकान्ति। बुझ्यो? दिमाग लाउ के अटेर छ चिठी ल। यहाँ है ड्याड पप गाएको मिठो स्वरहरूले मन्त्रमुग्ध भइन्छ। एतेन बेसुरा पप गवैया थुतुनादि चम्काओ तामी ढ्याङ्ग्रादि ठट्टाओ तामी नाना भाँती भट्याओ तामी। बुझ्यो नि? बुझ्छ सुटो बुझ्छ। यहाँ रेस्टुरेन्ट र ब्युटी पार्लरहरू बढिरहेका छन्। ब्युटी पार्लर भने थाहा छ होइन? कम लाटो मात्रै हो। यहाँ रेस्टुरेन्ट भनेको यहाँ मदिरा खानी एवं सुन्दरी कल्प छरपष्टि यति सहरको कुरो गरेछ सुट्टो। यहाँ कपाल काट्न र दारी खौराउन समेत साह्रै कस्टली पर्छ, साह्रै महँगो पर्छ अरे। यतौ जुल्फी मुडलम तथा झिङ्गटा खोरम अतीव कष्टले भवन्ती। बुझ्यो नि? द्रव्य नास्ति भनेको पैसा सकिया छ ड्याडी पठाइदिनु है नत्र लास्ट बिजोग हुन्छ। ओतेन द्रव्य खर्च नास्ति शीघ्र द्रव्य पेशक अन्यथा तोम पुत्रम चिलिम फर्किएको। छोरोले पठाएको लास्ट दिमाग लाऊ है खर्च सकेछ। यहाँ लभ गर्न सकेन भने नि लास्ट इन्सल्ट हुँदो रहेछ के। यतौ प्रेमिका रही त पुरुष प्रतिष्ठा लथालिङ्गम। बुवा मैले गति छाडेँ पितम अहम पथभ्रष्टम। बुझ गति छाड्दैछ छोराले याद गर गाँठ मात्रै पठाउँछ बुढो। 12 वर्ष कुकुरको पुच्छर ढुङ्ग्रोमा हाले पनि बाङ्गाको बाङ्गै हुन्छ। 12 वर्षम कुत्तम पुच्छरीका ढुङ्ग्रो से डुबाओती तथापि घुम्रम। राजाको नाममा बुढी भैँसीको मासुबाट बनेको मोमो चाहिँ मैले खान थालेँ। छोरो त लाज बिग्रेछ नि पवनको छोरोले भैँसी चपाउन थालेछ नि। एतेन रागास्य नामम वृद्ध महिषस्य मांसपिण्डम छस्ती बिक्री वितरती अचार मिक्सम श्वेताकारी मांसपिण्डम अहम अल्सो कोप्ल्याउतामी। पनि फ्ल्याट पनि सुटो त सुटो सीताराम जप्छ छोरो भैँसी खान थालिसक्यो। लाज रड्डी भएछ। हस् त बुवा बाँकी अर्को पत्रमा उल्लेख गर्छु हो। त्यतिन्जेलसम्मको लागि लास्ट नरिसाउनु ल। बिदा दिनुहोस् के। उही तपाईँको छोरो प्रेम कुमार। अस्तु पिताम अन्य पत्रम समस्या जन्जाल उल्लेख गरौँ त। एतेन बिदा दिए त तोम पुत्रम लभ भर्जिनम। हरे राम अशुभम 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 अशुभम। एस ब्राह्मण सुडम लास्ट सेन्टी फ्ल्याटम।